गुड मर्निङ सबैजनालाई। हजुरहरूलाई थाहै भएको हो यो के हो भनेर है। यो चाहिँ गाईको दुधको क्रिमबाट है बनिएको हो। यो चाहिँ हामीले स्टोर गरेर राखेको थियो नि त, अनि त्यसलाई चाहिँ मिक्सरमा राखेर ग्राइन्ड गर्नुपर्छ है। अनि त्यस्तो गरेपछि चाहिँ यस्तरी घिउ हुन्छ। अन्त घिउ चाहिँ हाम्रो निकै मजाले लागेको थियो। त्यहाँदेखि हामीले 2 विक्सको दुधलाई कलेक्ट गरेर दुधको दरलाई कलेक्ट गरेर राखेको थियो बट्टामा। अनि त्यो चाहिँ जहिले पनि फ्रिजमै राख्नुपर्छ है। त्यहाँबाट चाहिँ यसरी ग्राइन्ड गर्नुपर्छ अनि यस्तो हुन्छ। अनि यसलाई चाहिँ हामीले हाम्रो झन् हाफ एन किलो जस्तो लागेको थियो। अनि हामीले यसलाई तताएपछि यसलाई तताएको बादमा यस्तो यो ब्ल्याक टी जस्तो कलर आउँछ। अनि यसलाई स्टोर गर्नुपर्छ है। तपाईँहरू जेमा पनि स्टोर गर्नु सक्नुहुन्छ। हामी चाहिँ यसरी गर्छ। अनि त्यहाँदेखि हामी यसलाई रोटी पराठा है, दाल, जेमा पनि युज गर्न सक्छ हामीले। थ्याङ्क यू फर वाचिङ।